नमस्कार सबैजनालाई। चुनाव भयो, चुनाव पछाडि मार्केट खुल्यो, मार्केटले सबैजनालाई दङ्गै पारेको छ। अनि आउने दिनहरूमा चाहिँ हाम्रो अप्रोच के हुनुपर्छ भनेर आज हामी हाम्रो विकली मार्केट अपडेटमा हेरौँ है त। अब यो थर्सडे मजाले नै बढाएको छ हैन। अब अस्ति यहाँ मजाले नै घटानी थियो। अब यस्तै हुन्छ क्या, आत्तिनु नि हुन्न मातिनु नि भन्छ यसमा। म सबैभन्दा सुरुमा एउटा के क्लियर आउट गरिदिन चाहन्छु भने नआत्तिनु नमात्तिनु। स्विङ माथि बढ्यो, यो भनेको एक्सट्रिम कुरा भयो क्या। एक्सट्रिम कुरा कहिले पनि मार्केटले यसरी स्विक्का स्विङ सर्किट हान्ने, उपर सर्किट हान्ने, लोवर सर्किट हान्ने त्यस्तो हुँदैन क्या। ब्यालेन्सिङ आउट हुन्छ ओभरअल मार्केट लेभलमा है। त्यो पनि अब यहाँबाट हेर्न सक्नुहुन्छ, स्वाट्टै माथि गयो। स्वाट्टै माथि गइसकेपछि अब एक दिन स्वाट्टै माथि जाला, 2 दिन स्वाट्टै माथि जाला, कति दिनसम्म स्वाट्टै माथि जाला हैन। त्यो भइसकेपछि एक न एक दिन यसले ब्यालेन्सिङ आउट गर्नु नै छ भन्नुको अर्थ। अब यहाँनिर एक दिन चाहिँ माथि गयो, एक दिन माथि गइसकेपछि अब यसले सधैँभरि यसरी माथि जान त सस्टेन गर्न सक्दैन नि त। त्यही भएर ब्यालेन्सिङ आउट हुन्छ। अब यसले आफै करेक्सन गर्छ। यो आत्तिएर गएको कुरालाई आफै यहाँनिर करेक्सन गरेर हेर्नुहोस् यहाँ है, आफै करेक्सन गर्दैछ। अब हामीले नेक्स्ट फेजमा हेर्नुपर्ने कुरा भनेको के हो भने यसले स्ट्रङ रिकभरी दिन्छ कि विक रिकभरी दिन्छ, रिकभरी दिन्छ कि दिँदैन। मेन क्वेसन चाहिँ त्यो हो क्या। अब मेन कुरा हामीले फोकस गर्नुपर्ने भने चाहिँ उफ्रिन्छ पछारिन्छ त्यस्तै कुरा हो। पछारिसकेपछि उठेर कुद्छ कि उठ्दैन त्यो मेन कुरा हो। यो फेजमा यो स्टेजमा कसैले पनि प्यानिक गरिहाल्नु पर्दैन। न त बाइङको लागि प्यानिक गर्नुपर्छ, न सेलिङको लागि प्यानिक गर्नुपर्छ। प्यानिक गर्ने लेभल होइन। यो चाहिँ लेभल कस्तो हो भने मार्केटबाट आउट बस्ने, बाहिर बसेर मार्केटलाई अब्जर्भ गरेर हेर्ने, यो यस्तो लेभल हो क्या। अब अब्जर्भ गरेर हेर्दाखेरि हामीले हेर्नुपर्ने भनेको गुड रिकभरी। मार्केटले यदि माथि जाने हो भने गुड रिकभरी दिनुपर्छ। गुड रिकभरी भने कस्तो हुन्छ भनेर म एकचोटि एक्जाम्पल देखाउँछु है त। यो ठ्याक्कै यहाँ भएको इभेन्ट्सहरूको मलाई अहिले त्यति मजाले सम्झना छैन। तर पनि अब तपाईँहरूलाई म यहाँनिर उफ्रेको पछारिएको स्टोरी अनि गुड रिकभरी के हो भनेर म भन्छु है त। यहाँबाट सिधै उफ्रियो, तरै उफ्रियो, यहाँबाट मजाले उफ्रियो, 6% नै हान्यो नि, मजाले उफ्रियो। उफ्रिसकेपछि त्यही दिन पछारियो पनि, सेकेन्ड दिन पनि तलसम्म पछारियो, तलबाट रिकभर गरेर आयो। अब नाउ मेन कुरा चाहिँ यो उफ्रिने र पछारिने त त्यस्तै भयो, के कस्तो इभेन्ट्सहरू भयो। यो पछाडिको मेन कुरा हामीले नोटिस गर्नुपर्ने कुरा भने चाहिँ यो पछाडि यसले कस्तो बिहेभियर देखायो त। त्यो पछाडि हेर्नुहुन्छ भने तपाईँले यहाँ माथि भयो, यहाँ माथिबाट यो तल झरिसकेपछि यहाँ भोल्युमसहित रिकभर गर्यो। भोल्युमसहित रिकभर गरेर के गर्यो, यसलाई यो हाईलाई ब्रेकआउट गरिदियो। त्यही हेर्नुहोस्। अब तपाईँ ट्रेडिङ जोन खोज्न चाहनुहुन्छ, ठिक छ, तपाईँ ट्रेडिङ गर्ने ठाउँ हेर्नु पऱ्यो नि त हामीले। मैले बारम्बार भनेको छु, सबै ठाउँमा ट्रेडिङ गरेर मार्केटमा इन बस्ने होइन। क्लियर कट अपट्रेन्ड हुँदाखेरि इन बस्ने, नभए हामी पोर्टफोलियोको ब्यालेन्स अथवा हाम्रो पैसा चाहिँ कमाएको प्रफिट, अप ट्रेन्डमा कमाएको प्रफिट चाहिँ डाउन ट्रेन्डमा प्रोटेक्ट गर्नुपर्छ भन्ने कुरा म बारम्बार भनिरहन्छु होइन। अब तपाईँलाई क्लियर कट अप ट्रेन्ड कतिखेर लाग्छ, यो सिम्पल मूर्खलाई पनि भन्छ होइन। अब हामीले अलिकति यस्तो इलाबोरेट गरेर उफ्रिने पछारिने रिकभरी भनेर पनि भन्यौँ। क्लियर कट अप ट्रेन्ड भनेको नि त्यही हो है। अब यहाँनिर यसले एउटा हाई त बनायो होइन। अब यसले स्ट्रङ रिकभरी भनेको के हो, यसरी माथि गएर यसलाई ब्रेक गरिदिनु पऱ्यो क्या हो, यसरी ब्रेक गरिदिनु पऱ्यो। अनि बल्ल यसले स्ट्रङ रिकभरी दिएको भनिन्छ। स्ट्रङ रिकभरी दियो भने अनि यो हाई जब कट्छ तपाईँ ट्रेडिङ गर्न थाल्नुहोस्। ओके, त्यो भनेको तपाईँहरूको लागि अपर्च्युनिटी लिने ठाउँ भयो। अब यस्तो बेलामा चाहिँ के गर्छन् स्टक्सहरूले, स्टक्सहरूको बारेमा कुरा गर्दाखेरि कस्तो खालको स्टक्सहरू हेर्ने भन्ने पनि कुरा हुन्छ होइन। यो त अब स्ट्रङ रिकभरी भयो, विक अब रिकभरी नै दिँदैन अथवा विक हुन्छ भने चाहिँ यसले के गर्छ भने यहाँ माथि जाला, यो रेजिस्टेन्स लिएर फेरि तल आउन थाल्ला। अब यहाँ यो लोभन्दा तल लो बनाउँदै जान्छ भने मार्केटको छवि अथवा मार्केटको चालमाल ठिक छैन भन्ने सम्झिनु होला होइन। अब यसले यदि माथि जान्छ यसरी चाहिँ भने यो चाहिँ राम्रो छ भन्ने सम्झिनु होला। विक रिकभरी दिन्छ कि स्ट्रङ रिकभरी, विक रिकभरी भने त के भन्नु र स्ट्रङ रिकभरी दिन्छ कि दिँदैन भनेर चाहिँ तपाईँले एकदम यसलाई ध्यानपूर्वक हेर्नुपर्ने अवस्था हो है यो चाहिँ। अब हाम्रो स्टक्सहरू कस्तो खालको हेर्ने हामीले भन्दाखेरि म स्टक्समा पनि एउटा सधैँभरि भन्छु कि भनिरहन्छु, स्टक्स भनेको तपाईँको लागि मान्नुहोस् कि
बस लागिरहेछ भने तपाईँ सबैभन्दा लास्टमा लागेको बसमा जानुहुन्छ कि अगाडि लागेको बसमा हिँड्न लागेको बसमा जानुहुन्छ? यही नै हो कन्सेप्ट लिडिङ र ल्यागार्डको। लिडिङ स्टक्सहरू हामीले पिक गर्ने हो, अगाडि भएको बसहरू हामी चढ्ने हो होइन। पछाडि भएको बसले कहिले हिँड्ने हो कहिले पुर्याउने हो, त्यही भएर अगाडि भएको बस चढ्नुपर्छ हामी जहिले पनि। यो लिडिङ र ल्यागार्डको चाहिँ म एउटा एक्जाम्पल दिन्छु है त। यो एउटा हामी सबैलाई थाहा होला, एसएमबीले एउटा खत्रै खालको गेन दिएको थियो। यो खत्रै खालको गेन भने त 150% को गेन दिएको थियो। माइक्रोमा एउटा र्यालीहरू आएको थियो, त्यतिखेर तपाईँहरूलाई थाहा होला। अब माइक्रोकै अर्को एउटा स्टक भनेको एनआइसिएल बिएसएल है। एनआइसिएल बिएसएल र एसएमबीको फरक हेर्नु होला तपाईँहरू अब के छ यसमा डिफ्रेन्स भनेर यसो निहालेर हेर्नु होला है त। अब के जस्तो लाग्यो तपाईँहरूलाई डिफ्रेन्स एसएमबीमा र यो एनआइसिएल बिएसएलमा? नम्बर 1 मार्केट क्यापिटलको बारेमा कुरा गरिन्छ। यो अलरेडी मार्केट क्यापलाई चाहिँ म अलरेडी क्लियर गरेर जाउँ। जेनेरली सानो मार्केट क्याप भएको स्टक्सहरू राम्रो भनिन्छ ट्रेडिङको लागि है। अब लिडिङ भर्सेस ल्यागार्ड चाहिँ सानो मार्केट क्याप होस् या ठुलो मार्केट क्याप होस् एउटै हो। लिडिङ भर्सेस ल्यागार्ड ठुलो मार्केट क्याप छ भने पनि लिडिङ स्टक्सहरू छन् भने तिनीहरूमा जान मिल्छ। लिडिङ कुन अर्थमा भयो भने बसकै कुरा सम्झिनुहोस्, एक्जाम्पल सम्झिनुहोस्। यो कतातिर छ त? यहाँ माथिबाट झऱ्यो, माथिबाट झरेर हेर्नु है त, यहाँ माथिबाट झरेर यता उक्लिन सकेको छैन। यो फर्स्ट फेजको र्याली दिनै सकेको छैन। माथिबाट झरेको पिँधको पिँधमा छ। यो कसैलाई चाहिँ पिँधकै मनपर्छ क्या। यो तल धेर झरेको स्टक्सहरू किन्छन्, खोजी किन्छन् अझ मान्छेले ट्रेडिङको लागि है। अब इन्भेस्टिङ ट्रेडिङको लागि पनि म गलतै हो भन्छु, जुन तरिकाले हेर्नुहुन्छ भने गलतै हो भन्छु। तर वर्क गर्छ, राइट टाइममा गऱ्यो भने त्यो पनि वर्क गर्छ। तर बेटर रिजल्ट, धेरै पर्सेन्टको रिटर्न निकाल्ने हो भने तपाईँले चाहिँ लिडिङ स्टक्समा जानुपर्ने हुन्छ कन्सिस्टेन्टली गर्नको लागि। कुनै बटममा पिडमा भएको स्क्रिप्ट चाहिँ उडेर माथि पुग्यो त भन्न पनि सक्नुहुन्छ, तर कन्सिस्टेन्टली हेर्नुभयो भने लिडिङ स्टक्सहरूले बढी रिटर्न दिन्छन् ल्यागार्ड भन्दा। त्यो चाहिँ ठुलो नम्बरमा गएर एउटा स्टक्स होइन 100वटा स्टक्स हेर्नु पऱ्यो, 100वटा स्टक्सको स्याम्पल लिनु पऱ्यो होइन। कुन चाहिँ स्टक्सहरू चाहिँ कुन ठाउँमा भएको स्टक्सहरू चाहिँ बढी बढाएको छ भनेर, अनि ठुलो लार्ज नम्बरमा तपाईँले त्यही खालको ट्रेड चाहिँ लार्ज नम्बरमा गर्नुभयो भने के रिटर्न आउला भन्ने कुरा आउँछ। यो दुईटामा हेर्नुभयो भने यो पिँधको पिँधमा छ, यो चाहिँ माथि जाँदैछ। माथि कता जाँदैछ? अल टाइम हाई बनाउँदैछ। अझ हेर्नुलाई यो ठाउँ चाहिँ यसले यो ब्रेक गरेर अल टाइम हाई बनाउँदैछ हेर्नु त। यो भनेको राम्रो स्टक्सहरूको, लिडिङ स्टक्सहरूको क्यारेक्टरिस्टिक्स हो। तिनीहरू के गर्छन्? अरू स्टक्सहरूभन्दा अपोजिट बिहेभियर। अब यो तल झरिरहेछ भने यो माथि बढिरहेको थियो। यो एनआइसिएल बिएसएल जति माथि बढ्यो त्योभन्दा धेरै पर्सेन्टको रिटर्न दियो यहाँनिर, अनि ट्याक्कै अल टाइम हाईलाई ब्रेक गरेर यो गयो। एउटा चाहिँ अगाडिको बस भयो, एउटा चाहिँ पछाडिको बस भयो। लास्टमा जब कुद्ने बेला आयो अगाडिको बसले जित्यो, पछाडिको बस थोरै पनि रिटर्न दिन सकेन। यो अब आजको कुरालाई समराइज गर्नुपर्दाखेरि प्यानिक गर्नु हुँदैन होइन। मार्केट जहिले पनि एक्सट्रिममा जाँदैन। अब सर्किट लाग्यो, नेगेटिभ सर्किट लाग्यो, त्यो ब्यालेन्स आउट हुन्छ, त्यसरी प्यानिक गर्नु पर्दैन होइन। अनि हामीले हेर्नुपर्ने, मार्केटलाई हेर्नुपर्ने भने चाहिँ स्ट्रङ रिकभरी दिन्छ कि दिँदैन भनेर हेर्नुपर्ने हो। स्ट्रङ रिकभरी दियो भने हामीले लिडिङ स्टक्सहरू जुन छन् तिनीहरूमा चाहिँ हाम्रो सेटअप अनुसारले, सेटअप सबैको छुट्टै हुन्छ। अब कसैले बेस ट्रेडिङ गर्नु होला, कसैले भिसिपी ट्रेडिङ गर्नु होला, कसैले आरएसआई युज गर्नु होला, कसैले एमए युज गर्नु होला। त्यो आफ्नो स्ट्राटेजी हुनुपर्छ, सेटअप हुनुपर्छ सबैको। बिना सेटअप ट्रेड गर्नु हुँदैन। र लिडिङ स्टक्सहरूमा हजुरहरूको सेटअप खोजेर हामीले ट्रेड गर्ने हो है त। ल यो विकको लागि यति नै रह्यो। अब हामी फेरि नेक्स्ट विकमा, नेक्स्ट एपिसोडमा हामी भेटौँला। त्यतिखेरसम्मको लागि चाहिँ हजुरहरू सबैजनालाई राम्रोसँग ट्रेड गर्नु होला, डिसिप्लिन वेमा ट्रेड गर्नु होला है त।